ड्राइभर ल ड्राइभर सर फुकिँदै एक राउन्ड ल रे कता पछाडा लड्नेहोस् म लड्दिनँ सक्दैनस् म जान्न के म जान्न सक्दैन भन् सक्दैन भन् जान्न चिर खोज्नु जान्छ कि जानुहोस् जान्न थुत्रो त हात हटान हात हटान जान्न 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 जाने जानुहोस् सक्दैनस् ल हाम्रो सन्तेले भनिदिन्छ के कुरा कता पछिबाट लाने कुरो भयो त ऊ गर्न पर्ने भयो क्या त चस्मा लाएर भन्नु पर्यो अब चिज सुरु भयो सुरु भयो ल अब चाहिँ धुनधुन्दी बोलिरहेको छ ट्याक्क लाएर यतिको टुप्पो उहाँ छ त्यहाँ माथि पैसा छ त्यो धुनमा यस्तो छ है किरण के भन्न छ अरू के भन्न छ कता पछि लाने कुरो हो कता पछि लाने कुरो हो कोही कहाँ कहाँ छौँ हामी यहाँ हामी त सबैतिरका सबै छौँ ल गणेशवाला सुन्न पर्ने एकतिर उता बोलेन कि उता उता स्ट्यान्डमा यी केटाहरू रेडी भएका छन् नि यति धेरै छन् बा के भनिदिनु त यहाँ बा के भनिदिनु त हाम्रो कहिलेदेखि परम्परा चलिरहेको थियो भनिदिनु त यो कहिलेदेखि चलेको थियो भनिदिनु त हाम्रो जान्दाबाट पहिलेदेखि चलिआएको परम्परा हो अरू केही भन्न छ तपाईँलाई छैन यो तीर जलाएपछि रोग व्याध हराउँछ त्यही हुन्छ यो कहाँ धेरै जसो कहाँ मनाउँछन् यो हामीले मनाइन्छ तीर पोल्छौँ अर्का त सबले मनाउँछन् हजुर प्राय हाम्रा कहिले पनि छोडिन्न उल्कोतिर पनि जलाउँछन् उल्कोतिर नि अरू केही जाने बुझे केही भनिदिनु पर्ने छ यसबाट भनिदिइहाल्नु यो चिर जलाइसकेपछि यो खरानीको टिका लगाइसकेपछि रोग व्याध लाग्दैन कसैलाई आसुरी शक्तिहरू नाश भएर जान्छ होइन यो हामीले दानवीय अब शक्तिलाई चाहिँ परास्त गर्नको लागि यो जलाइने गर्छ होलिका दहन भन्छ जुन प्रहलाद र होलिकाको चाहिँ कुराकानी छ यसमा विशेष गरी हजुर हजुर यति हो यही हो खास ल हजुरले ब्लगमा के भन्न चाहनुहुन्छ हजुरले ब्लगमा के भन्न चाहनुहुन्छ के भन्न चाहनु म ल सुरु भइसक्यो सुरु भयो बा झ्याप भइसक्यो नि एकछिन केटाहरू झ्याप छन् पुरै यो दाइ एकछिन एकछिन ल एकछिन बोल्न देऊ के
अहिले ढलाउँला